आज चाहिँ हामी चौधन्डी गढीमा हैन राति अहिले धेरै राति पनि भइसकेको छ अहिले चाहिँ हामी चौधन्डी गढीमा आज हामी सबै साथीहरु चाहिँ आज यहाँ आइरहेका छौं है सबैजना तो दामी यार चिसो चिसो मौसम पनि छ है सबै साथीहरु दाइहरु हामी सबै मिलेर आज यहाँ यतै बस्ने गरी पो आएको छौं है यी साथीहरु आफ्नो उसमा काममा व्यस्त हुनुहुन्छ दाइहरु हुनुहुन्छ दाइ श्याम दाइ देवेन दाइ हाम्रो दाइहरु हुनुहुन्छ है यहाँ यी साथीहरु मनोहर सर हजुर के गर्नु भएको के हो खै माछा कोसीको माछा वाउ खै हेरौँ अलि हेरौँ यहाँ थरीको छ थरीको छ त माछा त यार सानो ठुलो कोसीमा त अब एकै थरीको पाइदैन नि त कुन कोसीको यो चाहिँ यो दुध कोसीको माछा वाउ ल साथीहरु हामी चाहिँ आज हैन चौधन्डी गढीमा आज राति आज यतै हामी बस्ने गरी आएको छौं हैन यहाँ अहिले यहाँ देखिहाल्नु भयो माछा पनि त्यसपछि यहाँ हेर्नुस् खसी यो सुमन सर खसी हो वाउ ल खसी हैन अब ठुलोलाई काट्दियौ है अनि त्यही काट्दियौ ल साथीहरु बिस्तारै है मनोहर सर हजुर के यो माछा त के हो माछा त थरीको छ यार कोसीको वाउ पानी कस्तो चिज हो त फ्रिजबाट हो कि सोध्दै एकछिन हात हाल्नु त्यो पनि भइसक्यो होला त अरु पनि देखाउँ त अरु माछा अरु त उता छ कस्तो रङ कता छ अरु खै उता समुद्रको भन्नु उ जानु समुद्रको हो कोसीको माछा यहाँ ल कोसीको माछा अरे ल हेर्नु त कोसीको माछा खै समीर देखाउ त कोसीको माछा देखाउ एकछिन यहाँ अरु मुनिको देखाउ कस्तो छ हेरौँ त अर्को माछा अर्को त उयो रातो खालको वाउ यो हिले बुदुना एउटा रातोबाट थियो यहाँ चाहिँ यो त एक्वेरियमको माछा पो ल्याए जस्तो छ यार हैन बुड्डा छ ल माछा अब एकछिन हाम्रो यहाँको पूर्व वडाध्यक्ष रोहित तामाङज्यूले हैन माछा लिएर आउनु भएको छ ओ ल यो चाहिँ पारी भोजपुरको यो के अरे बालङखाको डाँडाबाट जुन झुल्किँदैछ है अब हेर्नु न जुन झुल्किँदैछ ल हाम्रो चाहिँ बुवा ए बाउ यहाँ बसिराख्नु भएको रहेछ बाउ हाम्रो यता चाहिँ हाम्रो रोहितजी यहाँ हुनुहुन्छ है हाम्रो यहाँ चौधन्डी नगरपालिका वार्ड नम्बर 1 को पूर्व वडाध्यक्ष रोहित तामाङजी हुनुहुन्छ बुवा मेरो बुवा अहिले मेरो बुवा चाहिँ अहिले 83 वर्ष पुग्नु भयो कान्छा ज्वाइँ बहिनीको गोमा हजुर कान्छा ज्वाइँ हजुर कम खा त मसँगै परेन हजुर हाम्रो अघि नि फोन सम्पर्क भएको थियो विजयपुरे हाम्रो दाइहरू हुनुहुन्छ यहाँ फोटो खिचिन्छ समग्र युनेश भाइ हाम्रो तिलक दाइ आदरणीय दाइ पूर्व हाम्रो मेयर तिलक दाइ हुनुहुन्छ मुरारी दाइ श्याम दाइ अनिल दाइ हिमाल दाइ देवेन दाइ अनि यता हाम्रो ज्वाइँ हैन आमामा हाँसो कडा छ हाम्रो दाइको यो हाँसो चाहिँ ठुलो हैन ठ्याक्क हाम्रो तिलक दाइको शिरमा चाहिँ चन्द्रमा परिरहेको छ है आज तिलक दाइको शिरमा चन्द्रमा चन्द्रमा दाइको चाहिँ ल चन्द्रमा दायाँ छ है दाजु चन्द्रमा दायाँ छ ल ल यहाँ हाम्रो फोटो खिच्ने कार्यक्रम भइरहेछ है सबैजना भेटेन एकमा उयो झार्नु नि त दुईमा भेट्छ सुमनजी के छ खसी काटिसक्नु भयो खसी भयो नि रेडी ल अब यहाँ माछा फ्राई
के छ यहाँ के हाम्रो दिदी बहिनीहरू यहाँ हुनुहुँदो रहेछ नि त फेरि यतातिर अर्कै मजा क्या फेरि हेर न है दिदी के छ यहाँ हाम्रो दिदीहरूको फेरि अर्कै मजा क्या फेरि हो आमामा सबैजना है एक्सट्रिम खाँदै होइन एक्सट्रिम खाँदै चिलमा क्या सबैजना हेर न यहाँ होइन त्यस्तै छ है हजुर आज यहाँ मकै छ होइन के आयो फेरि पखेटा ए ल हाम्रो भेनाको आफ्नै पारा छ फेरि है हाम्रो भेनाको फेरि यहाँ ए हो अलिक सुप खाने यसको ल गाइस चेस अब एक्सट्रिमलाई पनि चेस गर्नुपर्ने मैले कस्तो अवस्था आयो अब अहिले चाहिँ अब रात पनि पर्दैको जाडो पनि निकै जाडो छ होइन दाजु अब दाजु होइन चिसो बढ्यो नि है एकदम चिसो त धेरै पो भएछ त ओ पारी भोजपुर होइन भोजपुर यति राति अहिले 8 बजिसकेको छ र पनि भोजपुर अहिले चाहिँ हेर्नुहोस् है क्लियर देखिरहेको छ जुन आज जुन पनि मजाले लागिरहेछ दाइलाई हाम्रो अनिल दाइलाई निकै जाडो भइसकेको छ अब चाहिँ यहाँ हाम्रो आगो बल्नुलाई पनि सुरु चाहिँ अब ए आगो अब क्याम्प फायर वा ल साथीहरूले आगो बाल्नु सुरु भइसकेको छ यहाँ है ल हाम्रो यहाँ दाइहरू साथीहरू सबैजना यहाँ हेलो राजकुमार भाइ ठिक छ नि होइन एकदम ल अब एकछिन रमाइलो गर्नुपर्छ है भाइहरूको रमाइलो हामीले हेरिरहेको थियौँ होइन हेरिरहेको छौँ रमाइलो अब कति फेसबुकमा मात्रै हेर्नु होइन भाइहरूले हाम्रो हामीले भाइहरूको अब आज चाहिँ प्रत्यक्ष सँगै बसेर रमाइलो गर्नुपर्छ सबैभन्दा यहाँको हाम्रो चौदण्डीमा आएर हाम्रो एउटा चौदण्डीको विशेषता भनेको यही छ है चिसो मौसममा होइन चिसो मौसममा चाहिँ होइन यो हाम्रो आगो बालेर यहाँ क्याम्प फायर गर्ने अब यहाँ हाम्रो छिमेकी दाजुहरू भाउजूहरू हुनुहुन्छ यहाँ मेरो बुवा पनि हुनुहुन्छ बुवालाई अलिकति गीत बजाएकोले झर्को लागे जस्तो छ यहाँ बोलेको सुन्नु भएन अरे त्यस्तै हो बुढापाका भएपछि यहाँ आउनु भएपछि अब यहाँ आगो बाल्नुलाई सुरु भइरहेछ है अब ल ए ल फेरि अब हाम्रो यहाँ आगो जाडो एकदम बढिरहेछ है जाडो बढेकोले माथि जुन पनि लागिरहेछ कस्तो प्रष्ट देखिरहेछ जुन आगो हेर्नु त आगो कति हाम्रो भेना तपाईँले सक्नुभयो सबै तपाईँको काम के अरे के गर्नुभयो तपाईँले त्यो सलादहरू बनाइसक्नुभयो मासुहरू सबै मलिसक्नु भयो नि त साथीहरू सबै हाम्रो दाइ पनि खिच्दै हुनुहुन्छ भन्नु त मजाले बुझिरहेको के छ के गर्दै सक्नुभयो तपाईँको काम तपाईँले के गर्नुभयो तपाईँले होइन अघि के बोका खसी तपाईँको जिम्मा माछा बनाउने मनरसँगको जिम्मा विङ्सहरू भेनाले बनाउनु भयो सक्यो होइन ल हाम्रो आनन्द छ Thank you very much, sir. यति टाढादेखि धरानदेखि हाम्रो रामकुमार दाई यही ठाउँमा जमिनु हो अनि आफ्नो बालापन सुरुवाती सँगै धरान छिर्नुभयो र आज केही वर्ष भन्दा पनि धेरै वर्षदेखि नै आउने जाने र यो एक खालको महत्त्वपूर्ण जमघट
भेटघाट गत वर्ष पनि हामीले रमाइलो भेटघाटसँगै अनि एक खालको चिनजान एक खालको रमाइलो माहौलमा हामीलाई आमन्त्रण गरेर हामी त्यसबेला आउनुभएको आगन्तुक पाहुनाहरूसँग परिचित हुन पाएका थियौँ र यो आजको साँझमा आजको भेटमा चाहिँ निकै नै महत्त्वपूर्ण व्यक्तित्वहरू अझै भनौँ यो कोशी प्रदेश अथवा पूर्वकै महत्त्वपूर्ण व्यक्तित्वहरू दिग्गज व्यक्तित्वहरू नेतागणहरूसँग हाम्रो यो भलाकुसारी हुने महत्त्वपूर्ण भेट जुराइदिनु भएकोमा राजकुमार दाई अनि त्यस पछाडि हाम्रो विजय दाई लगायत सम्पूर्णलाई धन्यवाद दिन चाहन्छौँ र यहाँ अतिथिगणहरूसँगै हामी पनि यहाँको स्थानीय भइरहँदाखेरि पनि हामी पनि अतिथिकै रूपमा मिसिरहँदाखेरि कतै कतै अप्ठ्यारो महसुस त भइरहेको छ हामीले हजुरहरूलाई अगाडि स्वागत गर्न पाएको भए हुन्थ्यो भन्ने कतै कतै मनमा आइरहेको छ तर पनि त्यो हामी असमर्थ भयौँ आगामी दिनहरूमा चाहिँ पक्कै पनि त्यो सौभाग्य हामी पाउनेछौँ भन्ने अपेक्षा सहित अब हजुरहरू अब नेतागणहरू यहाँ पूर्व न्यू वर्तमान मेयर साहब अनि त्यस पछाडि पार्टीका नेतागणहरूसँग परिचय गराइसक्नु भएको सरले र हाम्रो यो स्थानीयको तर्फबाट र यहाँ मैले परिचय गराउन गइरहेको छु र सर्वप्रथम चाहिँ मेरै परिचयबाट परिचय सुरु गर्न गइरहेको छु। नमस्कार सबैलाई फेरि एकपटक। म चाहिँ राजकुमार राई, यही ठाउँमा जन्मी हुर्केर चाहिँ अहिले यो दरबार भन्दा नजिकै हाम्रो यो स्वास्थ्य चौकी छ, त्यहाँ चाहिँ कार्यरत स्वास्थ्य कर्मी प्रमुखको रूपमा कार्यरत छु। मेरो परिचय लगभग यति भन्दाखेरि हुन्छ होला। र अब हाम्रो यहाँको उपस्थित व्यक्तित्वहरू हुनुहुन्छ, स्थानीय नेता बुद्धिजीवीहरू हुनुहुन्छ, उहाँहरूको परिचय अथवा उहाँलाई परिचित गराउन चाहन्छु। र श्री रोहितमान तामाङज्यू हुनुहुन्छ, उहाँ चाहिँ यस वडाको चाहिँ चौडण्डीगढी नगरपालिका वडा नम्बर 1 का चाहिँ वडाध्यक्षज्यू। कृपया उहाँलाई परिचित गराउन चाहन्छु तपाईँहरूमाझ। उहाँ त नेता हाम्रो 1 नम्बर वडाको वडाध्यक्ष हुनुहुन्छ, निवर्तमान वडाध्यक्ष अनि यहाँका नेता हुनुहुन्छ, हजुरहरूसँग अगाडिदेखि नै पनि परिचित हुनुहुन्छ। त्यस्तै हाम्रो यस चौडण्डीगढी वडा नम्बर 1 का शिक्षक श्री उपराज कालीकोटेज्यू, उहाँलाई पनि परिचित गराउन चाहन्छु हजुरहरूको माझ। त्यस्तै गरी यस चौडण्डीगढी वडा नम्बरको होटल व्यवसायी र यहाँ हाम्रो अतिथि जति पनि घुमफिरमा आउनुहुन्छ, हाम्रो लाफा होटलका प्रोप्राइटर चन्द्र पुलामी मगरज्यूलाई पनि परिचित गराउन चाहन्छु। धन्यवाद। त्यस्तै गरी यहाँका चौडण्डीगढी वडा नम्बर 1 का युवा नेता अर्जुन कालीकोटेज्यूलाई हजुर समक्ष परिचित गराउन चाहन्छु। निर्माण व्यवसायी यहाँको जल्दबल्दो अहिलेको युवा नेता हुनुहुन्छ। त्यस्तै गरी अब यहाँ हाम्रो गाउँका वयोवृद्धहरू, गाउँका व्यक्तित्व हुनुहुन्छ। त्योभन्दा अगाडि हाम्रो यो चौडण्डीगढी वडा नम्बर 1 चाहिँ यो हाम्रो जस्तो ऐतिहासिक महत्त्व बोकेको ठाउँ चौडण्डीगढी, तर अब यो भूगोलले यहाँको खानेपानीको स्रोतहरू नभएको अवस्थामा पनि यहाँ लिफ्टिङ खानेपानी योजना अन्तर्गत अहिले खानेपानी आएर यहाँ चाहिँ खानेपानीको सुविधा भएको छ, जसको चाहिँ नेतृत्व गर्नु भएको छ हाम्रो हिराबहादुर राईज्यू। उहाँलाई पनि परिचय गराउन चाहन्छु। उहाँ चाहिँ सुनकोशी पलेनी खानेपानीको अध्यक्ष पनि हुनुहुन्छ र शारदा माविका स्कुल अध्यक्ष, व्यवस्थापन समितिको अध्यक्ष। र यहाँको वयोवृद्ध गाउँका व्यक्तित्वहरूलाई म परिचित गराउन चाहन्छु। वीरबहादुर कार्कीज्यू
हाम्रो यहाँको वयोवृद्ध हुनुहुन्छ। त्यस्तै गरी सीता कार्कीज्यू, धन्यवाद। लगभग अब परिचय अनि हाम्रो विजय श्रेष्ठज्यूको चाहिँ बुवा पिताश्री हुनुहुन्छ केशरमान श्रेष्ठज्यू, उहाँलाई पनि परिचित गराउन चाहन्छु। अनि यता भाइहरू हुनुहुन्छ खेमराज कार्की भाइ, अनि यहाँका हाम्रो युवा भाइ, यहीँको घरको चाहिँ हाम्रो नाति भुवन तामाङ र यो हाम्रो यहाँको स्थानीयको तर्फबाट यहाँहरूलाई यति नै व्यक्तिहरूलाई चाहिँ परिचित गराउँदै अब रमाइलो कार्यक्रमहरू पक्कै पनि सञ्चालन हुनेछ र यो परिचयको कार्यक्रमको लागि यो परिचय सत्रकोबाट चाहिँ म पनि बिदा हुन चाहन्छु। हस् त, धन्यवाद, नमस्कार। रमाइलो कार्यक्रम नि एउटा केही गर्नुभयो भने अनि भगवानबाट आउनेले केही गर्थ्यो कि तपाईँले गर्नु पऱ्यो क्या सुरुलाई। थ्याङ्क यू भेरी मच। यहाँ एकदम रमाइलो गर्ने बादशाहहरू हुनुहुन्छ पक्कै पनि। मलाई यो अघिल्लो वर्षै थाहा छ, अझै थपिएर आउनु भएको छ, अझै जमेर एकदम बोल्ड रूपमा आउनु भएको छ। तर पनि यहाँको स्थानीय भएको कारणले हाम्रो मेयर साहबले पनि अनुरोध गर्नुभए अनुसार म चाहिँ अब यहाँ हामीले नाच्न गाउने माहौल सुरु गर्ने सौभाग्य पनि मबाटै सुरु गर्दैछु। त्यही भएको कारणले अब एउटा गीत म गाएर सुरु गर्छु। हजुरहरूलाई कतिको उठाउन सक्छु भन्ने पनि अलिकति डर महसुस भएको छ। तुमसे रोने दुलो
रातभरिको कार्यक्रम सकेर होइन अहिले बिहान चाहिँ हामी फ्रेस भएर है अहिले चौधनी गढीको दरबारमा अहिले हामी आइसकेका छौँ। सबैजना साथीहरू आफ्नो तालमा यो फोटो खिच्ने ओर्ने गर्दै हुन्छ। यो चाहिँ चौधनी गढीको दरबार हो है। यहाँबाट चाहिँ उताबाट सबै तपाईँको तलतिर तराई, यताबाट यो भोजपुर हो है। यो चाहिँ भोजपुर होइन, पारीको यो खोटाङ, कुम्भकर्ण हिमाल, अनि त्यसपछि यो चाहिँ यहाँको चौधनी गढीको वडा कार्यालय है। ल यहाँ हाम्रो दिदी बहिनीहरू सबैजना फोटो खिच्दै हुनुहुन्छ। हाम्रो दाजु भाउजू सबैजना। आज चाहिँ अलिकति गर्मी पनि छ है त। अहिले हामी दरबार घुमिसकेर है आइसकेका छौँ सबैजना। अब हामी घर जाने होइन। घर गएर चाहिँ साथीहरू के हो साथीहरू के को होला लु जाउँ ल। हामी दरबार घुमेर सबै साथीहरू अहिले घरतिर जाँदैछौँ है। अब घरमा गएर जाने खाना खाने। हाम्रो बारी तोरीबारी हो, तोरीबारी टक्क अब गएर होइन। यो चाहिँ टिमुरको रुख है हामीले खाने। यो टिमुरको रुख मनु सर, यो टिमुरको रुख है। यो त्यही हो, मूर्ख आफू पनि जान्दैन, अरूले भने नि मान्दैन भन्छ नि। आफू पनि नचिन्ने, अरूले पनि चिनाउँदैन नचिन्ने होइन। यो यता कोदो चाहिँ यस्तो खालको हुन्छ फेरि, यस्तो खालको फल्छ। यता चाहिँ अलिकति सेपिलो ठाउँ पनि छ होइन। यहाँ चाहिँ सायद यहाँ चाहिँ यो भन्छ नि के अरे अलैँची रोप्यो भने अलैँची पनि हुन्छ होला सायद यहाँ। साथीहरू बेलुका धेरै रातिसम्म रमाइलो गरेर होला होइन। अहिले अलिक उठ्नु पनि गाह्रो मानिरहेको छ। कोही साथीहरू चाहिँ अझै सुति नै रहेको छ। रमाइलो पनि धेरै नै रमाइलो पनि भयो आज। अब कहिलेकाहीँ वर्षमा एकचोटि, सधैँ त अब सकिँदैन होइन। अब कहिलेकाहीँ वर्षमा एकचोटि दुईचोटि। अलिक बाटो चिप्लो छ, ओसिलो। दिदी बहिनीहरू के बोकेको थियो? ए दिस इज तितेपाती चाड्दाखेरि कति जाति? यो चाहिँ हाम्रो तितेपाती यो होइन। यो चाहिँ तितेपाती हो है, प्योर ओरिजिनल यहाँको चाहिँ यो तितेपाती हेर्नुहोस् होइन। हाम्रोमा चाहिँ तितेपाती अब यो डिलभरि यो सबै तितेपाती हुन्छ। अहिले सबै काटेर फाँडेर गरेको छ। यो तितेपाती चाहिँ अलिकति यो प्रेसरको, पायल्सको, सुगरको पनि दबाई भन्छ। यो नास्पातीको रुख हो यो। हेलो बाई बाई चौधनी, बाई बाई। भेना के बोक्नु भएको यो? तितेपाती हो पनि? चाट्नु त अलिकति कस्तो छ तितेपाती? ओहो नाकामा जात कति स्वाद। दिस इज द तितेपाती। सुँग्दा कति जाति? चाट्दाखेरि कति जाति? एकचोटि चाट्नु त। हामी चाहिँ होइन अहिले सबैको हातमा तितेपाती छ। यहाँको तितेपाती चाहिँ एकदम अर्ग्यानिक, एकदम राम्रो। सबैको हातमा तितेपाती छ है। यो बारी
यो हप्ता 10 दिन भयो उम्रेको है। अब यो हप्ता दिनमा यहाँ मजाले यहाँनिर यो खाने बेला हुन्छ। तपाईँ ल हामी चाहिँ अहिले ल सबै साथीहरू यसो हेलो हेलो एउटा फोटो पनि लिइहालौँ। यताबाट पो अचेरी ल अरे मैचाङ कहाँ हिँडेको अगाडि एकछिन एक्लै बरमाथि हेर्दा देखिन्छ मेरो घर ओके न ल अहिले चाहिँ हामी घर आइपुग्यौँ हैन। घर सबैजना घुमेर सबैजना आउनु हुँदैछ। ल हेलो 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 कस्तो लाग्यो चौधनीगढीको दरबार? हजुर हाम्रो दाइहरू अझै आउनु बाँकी छ। हाम्रो दामी थियो चौधनीगढीको। ए ला अरू सामानहरू खोइ अरू सामानहरू आएन कि हो हजुर? के हो के हो हाम्रो फेरि अब यहाँ साथीले उपद्रो के गर्नु आँटेको हो होइन? यो मैले थाहा छैन। अब म देखाउँछु यो के हो खोइ सिस्नु जस्तो छ होइन। तर उहाँले भालेले पनि खुकुरी खोइ भन्दैछ। यो चाहिँ कसलाई हान्नु आँटेको होइन मलाई थाहा छैन। तर यो चाहिँ अब के गर्नु आँटेको भाइ परबाट हेरौँ एकचोटि कसरी के गरेको ल करेन्ट लाग्यो कि के गरेको सिस्नु कहिलेको सजाय कहिलेको सजाय हो यो? हामी घुमेर आइसक्यौँ। तपाईँ भर उठ्नुभएको आउनु भएन त मासतिर? ए बाउ बसिराख्नु भएको छ। हामी त घुमेर आइसक्यौँ। बाउलाई नि अहिले ठिक छ। अहिले पहिलाको भन्दा धेरै सुधार भइरहेछ। यहाँ घाम तापेर बसिराख्नु भएको छ होइन। टक्क यहाँबाट पारिपट्टिको यो भोजपुर खोटाङ दिक्तेल सबै देखिन्छ यहाँबाटै। अब यही हो घर चाहिँ यहीँ घरमा बसेर। अब बेलुका हामीले जहाँ देखाएको थियौँ रमाइलो गरेको यहीँनिर हो। हामी सबैजना थियौँ साथीहरू। आनन्दको ठाउँ कस्तो मजाको छ शीतल है खाना पनि रुच्ने। अहिले चिसो हावा पारिलो घाम। साथीहरूले किन केटी पटाउनु जानेन भने त लुगा पटाउनु आउँदैन रहेछ। अहिलेसम्म लुगा पटाउनु आउँदैन रहेछ। अनि पो अन्तिममा त्यही हो क्या हाम्रो अलिकति राम्रो भनेको अब सोल्टी हो। सोल्टीको फेरि मुखै मात्रै हो। तपाईँले के खाएको? पोखरा गएको गुरुङनी सोल्टीहरू दुईजना गुन्द्रुकको भटमास दुईजना पुरै लागि परेको। तपाईँले जाने ठाउँ अनुसारकै खाजा पो खाँदै हुनुहुन्छ। सोल्टीसँग राम्रो परिचय खाजा त ठाउँ अनुसारको खाजा त एकदम मिलेर खाँदै हुन्छ यार। गुन्द्रुकको अचार भटमास चाहिँ फेरि यो के छ भने नि तपाईँको यो भटमास चाहिँ मलाई कस्तो लाग्यो भने नि बटाईको अन्डा छ नि यो अलिक सानो भयो होइन। यो होइन यो मासे भनेको भोटे मासु हो क्या। तासमा पनि ठुलो भोटे, मासमा पनि ठुलो भोटे, कुकुरमा पनि ठुलो भोटे, मान्छे पनि ठुलो भोटे। त्यही भएर होइन। अनि मास पनि ठुलो खालको हो यो। हाम्रो यहाँ लोकल यहाँ आउनु न लोकल हो। हाम्रो लोकलको आज चाहिँ हाम्रो लोकलको भालेको होइन। यो चाहिँ सोप अब खाने हामी तयारी छौँ। भित्र नि उहाँ दिदीबहिनीहरू आफ्नो तरिकाले हेर्नु न मसलाहरू के के बनाउँदै हुन्छ। राम्रो छ त हुन्छ। दिदीबहिनीहरूको पनि टक्क चौधनीगढीको तोरीको साग सबैभन्दा बेस्ट तोरीको साग होइन मामा? भयो
यहाँको सबैभन्दा बेस्ट तोरी होइन राति विक्रम सरले ल भाइ उमन सरले खसी काटेको 12 बजे होला भने पिर भएर राति म खास लामो वर्डमा अप्ठ्यारो हुन्छ होइन त्यहाँ के गर्ने के को के चाहिँ ग एनएन म सिया चाहिँ छ होइन त्यसरी लामो वर्ड्सहरू त्यसरी नै क्या बिग्रिन्छ अब मेघराजमा पनि अब तिमीले चाहिँ मेघा राजा भन्ने पनि हुन्छ नि त तर त्यसलाई बुझेर के छ मेघराज होला सुरुमा उयो गर्ने बुझ्यौ नि यसरी नै इम्प्रुभ भनेको यसरी नै अब तिमी 5 मा 7 मा पढ्दाखेरि पनि विक छ भनेपछि अब सेल्फ उयो गर्ने क्या आफैले कतिको पढ्छु घरमा काम उयो भयो हजुर तोरीको साग ए ल हामी चाहिँ यहाँ तोरी छर्नु गएको है ल अहिले हामी चाहिँ अब तोरी छर्नको लागि जान्छौँ भाउजूले तोरीको साग धुँदै हुनुहुन्थ्यो अनि तोरी बारीमा यहाँको अहिलेको अबको सिजन भनेको चाहिँ तोरी हो होइन भाउजू कहाँनिर छ तोरी सर्ने ठाउँ त्यो तोरी यहाँ भर्खर उम्रिँदैछ यहाँको चाहिँ भाउजू यहाँ अमला फलेको छ टिमुर ए दाजु फ्याफुला नमस्कार के तोरी सर्नुलाई जोत्नु भएको जोति दिएको ल ठिक छ यहाँ तोरी बारीमा तोरी सर्नको लागि होइन तोरी सर्नको लागि आज यहाँ जोत्या रहेछ अब यहाँ तोरी सर्दै हुन्छ हाम्रो भाउजूले चाहिँ यहाँ हेर्नुहोस् है हामीले साग खानु मात्रै जानेछौँ तर तोरी कसरी सर्नुपर्छ भन्ने कुरा चाहिँ हाम्रो भाउजूबाट सिक्नुपर्छ है भाउजूले तोरी सर्दै हुनुहुन्छ ए अब यही तोरी चाहिँ यहाँ छरेर होइन अनि उम्रिन्छ र ए साग यसरी उम्रिँदैछ यहाँ ए साग उम्रिँदैछ भाउजू टिमुरको बोट कहाँनिर छ टिमुर हामीले बजारमा टिमुर खान्छौँ टिमुरको अचार कति मिठो हुन्छ नि होइन अब म आफै गएर टिमुर लिएर आउँछु त्यहाँ गएर ए पल्लो बारीमा चाहिँ तोरीको साग थुप्रो उम्रिसकेको छ यो चाहिँ अब उखाल्ने बेला भइसकेको छ तोरीको साग है यो चाहिँ तोरीबारी है हामी तोरीको साग चाहिँ हामी खान्छौँ होइन बजारमा किनेर मिठो हुन्छ तर तोरीको चाहिँ कहाँ हुन्छ कस्तो ठाउँमा हुन्छ भन्ने कुरा चाहिँ हेर्नुहोस् है म तपाईँलाई देखारी तोरीको साग यो सबै तोरीको साग हो यो होइन यो चाहिँ टक्क हामी यहाँ उसमा छौँ ए तोरी यहाँ भर्खर उम्रिँदैछ यो फेरि अनि अर्को फेरि यहाँ हुँदैछ है हाम्रो भाउजूले छर्दै हुनुहुन्छ तोरी ल अब म चाहिँ अब यहाँहरूलाई अर्को फेरि यहाँको अर्ग्यानिक होइन यहाँनिर हाम्रै घरको छेउमा कान्लातिर फलेको के भन्छ कहाँनिर सर भवन टिमुरको बोट भएको ठाउँ जान्छु ल यो चाहिँ अमलाको रुख हो होइन तर अमला चाहिँ अहिले फलेको छैन यो फल्ने बेला पनि भएको छैन अब बिस्तारै फल्छ मैजारो छ होइन मैजारोमा गीत गाउँदै हुनुहुन्छ साथीहरू यहाँ हाम्रो मैजारो हो यो मान्छेले बोलाइराखेछ नजाऊ भने उसले यता चुलामा पनि काम भइरहेछ है यता काट्ने कुट्ने पकाउने कामहरू होइन भएर चाहिँ हाम्रो मिना दिदी तोरीको साग पकाउनु दिदी मिठो बनाउनु है दिदी
मिठो चाहिँ कस्तो हुने पनि भाइ हजुर मिठो चाहिँ कस्तो हुने हो हेर मिठो हुन्छ होला दामी बनाउनु अलिक नुन लाग्दैन जस्तो नुन पनि ठिक्क लाउनु फेरि हो हिमाललाई हाम्रो हिमाल दाइ चाहिँ फेरि हो के बनाएको दाइ यो च्वाचे के चिज यार यहीँको होइन लोकल हो वाउ अरे दाइ यो त ठुल्ठुलो पिस त चाहिँ कसरी खाने यो नयाँ टेस्ट हो नयाँ स्टाइलमा कसरी खाने यार एउटा यसो पक्रियो एउटा दिनुहोस् म कसरी खानुपर्छ सिकाउँछु भन्नु मिलेन मिलिहाल्छ नि के त नभए हिमाललाई यो चाहिँ कसरी खाने अरे टक्क पक्रिने दुई हातले